भिजा कम्प्लिट भइसकेपछि युके अझै लङ टर्म स्टे गर्नको लागि तपाईहरूले यो 5 वटा वेजबाट अप्लाई गर्न सक्नुहुन्छ। नम्बर 1 ग्रेजुएट भिजा, जसलाई हामीले पिएसडब्ल्यू पनि भन्छौँ। तपाईँको कोर्स सकिसकेपछि अटोमेटिकली तपाईँहरूले 18 मन्थ्सको पिएसडब्ल्यू पाउनुहुन्छ। नम्बर 2 स्किल वर्कर भिजा, कम्पिटिङ स्टुडेन्ट्स जो अगाडिदेखि नै वेल प्रिपेयर हुनुहुन्छ र सबै रिक्वायरमेन्ट्सहरू मिट गर्न सक्नुहुन्छ भने पनि तपाईहरूले स्किल वर्कर भिजाबाट पनि अप्लाई गर्न सक्नुहुन्छ। नम्बर 3 इनोभेटर फाउन्डर भिजा, यो भिजा चाहिँ अलि रेयर क्याटेगोरीमा पर्छ र यदि तपाईहरूसँग स्ट्रङ, रिलायबल, भ्यालुएबल र स्केलेबल आइडिया छ र टप इन्भेस्टर्सहरूसँग काम गर्न सक्नुहुन्छ भने तपाईहरूले इन्भेन्टर फाउन्डर भिजाबाट पनि अप्लाई गर्न सक्नुहुन्छ। फोर्थ नम्बर, यदि तपाईहरूले उतैको सिटिजन अर स्किल वर्करसँग बिहे गर्नुभयो भने पनि तपाईहरूले स्टे गर्न सक्नुहुन्छ। र लास्ट अप्सन भनेको जोइन एनदर कोर्स, यदि तपाईहरूको कोर्स पनि कम्प्लिट भइसक्यो, पिएसडब्ल्यू पनि गरिसक्नुभयो र तपाईँहरू स्किल वर्कर भिजामा कन्भर्ट हुन सक्नु भएन भने पछि तपाईँहरूले फेरि एनदर कोर्स जोइन गरेर पनि युके लङ टर्म स्टेको लागि बस्न सक्नुहुन्छ। सो तपाईहरूले युके यो 5 वटा वेजबाट लङ टर्म स्टेको लागि बस्न सक्नुहुन्छ।